पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको छोरा जयवीर देउवाले नक्सलस्थित हिल्टन होटल अरबौं रुपियाँमा खरिद गरेको र यो पैसा कहाँबाट आयो भनेर अहिले चाहिँ चर्चा परिचर्चा हुने गरेको छ। हुन पनि त्यो होटल 9 अर्बमा बिक्रीमा राखिएको भनेर चाहिँ समाचार आएको थियो। भनेपछि 9-10 अर्ब भन्दा बढी लगानी गरेर त्यो होटल किनिएको हुनुपर्छ र यत्रो पैसा कहाँबाट आयो भनेर चाहिँ जनताले सोध्नु स्वाभाविक पनि हो। अब स्वाभाविक भए पनि उनका बाबु यो देशमा 5 पटक प्रधानमन्त्री भएका हुन्। पहिलो पटक प्रधानमन्त्री 2052 सालमा हुँदा नै उनले महाकाली सम्झौता जस्तो राष्ट्रघाती सम्झौता गरेका थिए। जुन सम्झौता पारित गर्नको लागि सांसदहरूलाई चाहिँ पकडमा राख्नको लागि पक्षमा राख्नको लागि उनले पँजेरो काण्ड मचाएका थिए। त्यो पँजेरो काण्ड भनेको चाहिँ सांसदहरूलाई चाहिँ राज्यको ढुकुटीबाट पँजेरो किनेर दिनु हो, पँजेरो किन्ने पैसा दिनु हो र त्यस बेला करोडौं रुपियाँ पैसा चाहिँ यसरी अपचलन भएको थियो आफ्नो पक्षमा राख्नको लागि। र राजाले महाकाली सम्झौता मान्दैनन्, स्वीकार्दैनन्, हुँदैन भनेका छन् भनेर उनी दिल्ली गएर चाहिँ मैले सम्झौता गरेर आएँ राजालाई छलेर भनेर चाहिँ एउटा भिडियो पनि भाइरल भएको थियो। तपाईले हेर्नु पनि भयो होला। त्यसकारणले उनले त्यति बेलैदेखि जानेका थिए कि विपक्षीलाई नि कसरी पक्षमा राख्ने भन्ने कुरा। त्यसैले अहिलेसम्म पनि उनी पार्टीमा उठ्न बस्न नसक्ने अवस्थामा पनि पार्टी चलाएर बसेका छन् र उनलाई कसैले पनि त्यहाँबाट हल्लाउन सकेको छैन। यही कारणले हो त्यति बेलादेखि नै विभिन्न अदालत, परिषद, आयोग, नियोग, प्रशासन कहाँ के राख्नुपर्ने आफ्ना मान्छेहरू चाहिँ सेटअप गरेका छन् र कसैले पनि हल्लाउन सकेको छैन। भनेपछि यो 10 अर्ब निकाल्नको लागि त्यति ठुलो कुरो होला जस्तो लागेन। त्यहाँमाथि उनकी आमा जयवीरकी आमा शेरबहादुर पत्नी आर्जु राणा त तपाईको यत्रो भुटानी शरणार्थी काण्डमा मुछिन्, करोडौं पैसा चाहिँ कलेक्सन गरिन्, यिनी मुख्य नायकी हुन् भनेर चाहिँ मिडियामा आयो, अदालतमा मुद्दामा छ। त्यहाँबाट पनि स्रोत जुट्यो होला। कैलाली जग्गा प्रकरणमा पनि मुछिएकी छिन्। टिकापुरको जग्गामा चाहिँ सार्वजनिक जग्गा चाहिँ थोरै कौडीको भाउमा लिएर चाहिँ अतिक्रमण गरिन् भनिएको छ। अनि 2074 देखि कति 78-80 सम्म चाहिँ जयवीरले नै आफ्नो नाममा अरबौंको सम्पत्ति किनेका छन्। त्यो स्रोत कहाँबाट आयो, तिनले अरबौंको जग्गा कहाँबाट किने? अब यहाँ अरबौंको चलखेल हुँदाखेरि यहाँ बोल्ने कोही पनि छैन। पार्टीभित्रका नि बोल्दैनन् र कार्यकर्ता नि बोल्दैनन्। त्यति मात्रै होइन, सेनेटरी प्याडमा पनि 90% चाहिँ कर छुट गराउन सफल भएका छन् जयवीर। राज्यमा भएका सेनेटरी प्याड उद्योगलाई चाहिँ धराशी हुने गरी देशमा विदेशबाट चाहिँ सामान यो सेनेटरी प्याड भित्राउँदाखेरि चाहिँ 90% चाहिँ कर छुट हुने भनेर कानुन बनाउन पनि सफल भए र त्यसैको आडमा उनले चाहिँ सेनेटरी प्याडहरू चाहिँ आयात गर्न सफल भएका छन्। भनेपछि व्यवसायदेखि लिएर जग्गा अतिक्रमणदेखि लिएर विभिन्न घोटालाहरूमा चाहिँ उनीहरूको पहुँच ठुलो छ र त्यो अरबौं पैसा जुटाउन त्यति गाह्रो भयो जस्तो लाग्दैन। अब जनताले चाहिँ यसलाई कसरी मूल्याङ्कन गर्ने, अब आगामी चुनावमा चाहिँ हामीले के कस्तो व्यक्तिलाई छान्ने, यो हेरिरहने, यो टुलु भएर चाहिँ अरबौं रुपियाँ पैसा, खरबौं रुपियाँ पैसा चाहिँ राज्यको दोहन भएको देख्दा यिनीलाई पटक भोट हालेर जिताउनु पर्ने चाहिँ के बाध्यता छ भनेर चाहिँ कार्यकर्ताहरू उहाँका शुभेच्छुक भोट कांग्रेस बाहेक या एमाले बाहेक कतै पनि हाल्दिन भन्नेहरूको लागि चाहिँ मेरो एउटा प्रश्न छ। किन होला यसरी गनाएर डुङडुङती गु बोकेर बस्नुपर्ने? तपाईहरुलाई के बाध्यता होला? स्वतन्त्र बन्नुहोस्, कतै नलाग्नु होला, बरु स्वतन्त्र भएर बस्नुहोस्, सक्षम मान्छेलाई छान्नुहोस्। अझै पनि केही बिग्रिसकेको छैन होला, अझै सुध्रिन सक्छ होला, अझै पनि यिनीलाई कहाँ थाप्नुहुन्छ भने के भन्नु खोइ।